मामा तपाईँ पसल जानु भएन र? पसल त गएको नि भन्छ के भन्नु हामीलाई खानै लेखिया रहेनछ। ओहो तपाईहरु त गफ गर्दै पो हुनुहुँदो रहेछ। भोको पेटमा पनि कति गफ गर्नु भएको। मैले त तपाईको घरमा खाना आएको हैन। मैले चामल लिएर आएको छु, अब खाना पकाएर खाने। मामा हाम्रो माथि किन पिरको भारी आउँछ? भन्छ यो पिरको भारी भन्ने नै दुखी गरिबको लागि त हो नि हैन र? अस्ति आन्दोलनमा हेर त कति नेपाली आमाहरूको काख रित्यो, कति परिवारहरू त्यो दुखी परिवारहरूको आँखाबाट आँसु आए। त्यो सबै गरिबहरू हो। धनीहरूलाई त सुरक्षित दिकन बचाएको हैन र? कति सरकारी कार्यालयहरू भवनहरू तहस नहस भयो। त्यो सबै हामी जस्ता गरिब त खुन पसिना हो क्या भन्छ। नेताहरूलाई त यति केही पनि डगा छैन, उनीहरूलाई त सुरक्षित दिइकन राखेका छन्। त्यही भएर हामीले संघर्ष गर्नुपर्छ, दुःख गर्नुपर्छ, कष्ट गर्नुपर्छ। यो सबै गर्ने हामीले नै हो। होइन मामा भान्जा गफ अझै सिद्धि छैन। खाना पाकिसक्यो, आउनु खाना खानलाई। ल खाना खायौँ अलि। लास गर्मी यार, तू भोक लाग्यो यार। यस्तो नजा के अर्काको बारीमा कराउला। म जान्छु कि एक दिन मात्रै हो क्या। कता खाना खाएर कता हिँडे भन्दा पनि त्यो घाम छ। तपाईँ त एक्लै बसिरहनु भएको रहेछ। भान्जा खोइ त? भान्जा अब खानासाना खाए गयो होला नि साथीहरूसँग खेल्नलाई। बस न।
हेर हेर के देख्नु पर्यो दिउँसो दिउँसो लाज पचेकाहरू। उहाँको आँखामा धुलो पसेर मात्र मैले फुक्दिएकी हो। त्यस्तो अपशब्द नबोल्ने मुखेन दिदी। हेर हेर मुख चला कि आँखाको कसिङर हेरेको हो कि गालामा मै खाएको। लाज पचेकी नकचरी। त्यस्तो के भन्नुभएको मुखेन दिदी? हामी एउटै गाउँ ठाउँमा बसेर उहाँलाई सहयोग गर्दा तपाईँले के को टाउको दुख्यो? लाज छैन छोरी मान्छे भएर यसरी बोल्नलाई? उहाँलाई चोट पनि लागेको थियो। त्यसपछि आँखामा धुलो पस्यो। मैले फुकिदिएकी मात्रै हो। फुक फुक जे फुक्नु पर्छ फुक। अरे के देख्नु परेको नि यो गाउँमा लाजै मर्दो। उसको घरमा श्रीमती नभएको बेलामा आएर के गर्न लाज लाग्दैन तपाईँ? लाज त भइहाल्छ नि। तिम्रा लोग्नेले त्यहाँ अस्ति कुट्न पिट्न पठाउने झन्डै मेरो जानै गएन। चुप लाग नकर मुख चलाउँदै रहेछ। सुन त मैले गर्दाखेरि तिमीले गाली खान पर्यो है? होइन होइन ठिकै छ नि। हाम्रो गाउँघरको हेर्ने नजरै यस्तै छ। के गर्नु यस्तै हो। हजुर बस्दै गर्नुहोस् है म जान्छु। अब मुखियानी आएर यत्रो कुरो भनेर गए। अब घरमा गएर मुखियालाई कुरा लाउने होला। फेरि अब आफूलाई सुत्त उठी बास लाउने जस्तो छ। ओइ छिटो गर्न भनेको मान्छे आइसक्यो। अनि तैँले अम्मा भेटिनस्? अम्मा सिधै आइछ यार। मैले त भोक लागेर गोडी ल्याइदिएँ यार। ल ल ठिक छ खाऊँ न त। यो त खालि चोरेर मात्रै लाग्छ क्या। ए यति पनि खा क्या। चोरेर त लागेको छु मैले। हेर हेर यस्तो गरिब भिखारीसँग सङ्गत नगर भनेको होइन मैले। के रे गरिब भिखारी रे कसैको घरमा मागेर खाएको छैन। तपाईँले के भयो? हेर न जस्तो मामा त्यस्तै बोलेको। इज्जत गरेर बोल्न सिक। तिमीहरूले हामीसँग यस्तो बोलेको सुन्दैन। कुरा कुरा माइजू तपाईँ यो मेरो मिल्ने साथी हो। तपाईँले के को टाउको दुख्यो? यसको सङ्गत नगर भन्दाखेरि तिमीले मलाई मुख मुखै लाग्ने। उठे जा आउ तिमी। मेरो साथीले तपाईँले के खानु भयो? कति मोबाइल चलाएर बसेको? सम्झाउ तिम्रो भान्जालाई। एउटा मुखिया भएर एउटा भान्जाले सम्झाउन सक्दैनौ? के चाहिँ गरेर मेरो भान्जाले? के चाहिँ गरेन भन्नु न। जस्तो मामा त्यस्तै भान्जा।
अनि भन्छ माना जस्तो नभए कस्तो हुन्छ त? तिमी जस्तो हुन त पाउनु पर्यो नि तिमीले। तिमी थारै बस्यौ के अरे? भोगो थारै नबस्नुलाई त तिम्रो जाँगर पनि हुनु पर्यो नि, आँट हुनु पर्यो, डर हुनु पर्यो। भयो त्यो अरू कुरा ननिकाल्नु। अब धनपत्र गर, अहिले निकालबास गर्नुपर्छ। ल ल त्यसको लागि मैले व्यवस्था गरिराख्छु, आत्तिनु पर्दैन। हेर म पनि ठिकै गर्दो रहेछौ। दिदी ओ दिदी के सोचिहाल्नु भएको एक्लै बसेर? अभियान तिमी चाहिँ यस्तो घाममा कहाँ गएर आएको नि? दिदी म त साथीको घरमा खेलेर आएको नि। जाऊ हिँड्नुस् हाम्रो घरतिर। तिमी जाँदै गर, म एकछिनमा आउँछु। ल आउनु है त, म हिँड्दै गर्छु। ल ल म एकछिनमा आउँछु। होइन छोटे, तैँले त्यत्रो जाँदा सानो काम पनि सुटुक्क गर्न सकेनस्? काम त मैले सुटुक्क गरेको थिएँ। मलाई के थाहा त्यो माग्नेको पान्छ आउँछ भनेर। ठिक्क गोरु जस्तो मान्छे उस्तै काम। तेरो कारणले गर्दा मेरो घरको श्रीमतीले थाहा पाए अनि रिसाइ पनि। घन्टाको मतलब? नमस्कार है काई साहब, होइन के को हल्ला हो यो? कोही भन्छन् घन्टा, कोही भन्छन् शङ्का, के हुँदैछ यो गाउँमा? ठिक भन्दैछ यसले। त्यति एउटा सानो काम पनि तिमीले गर्न सक्दैनौ? यसको जति पनि छैन है तिम्रो बुद्धि। के 2 दिन गाउँमा थिएन? गाउँको त रङ छ नै अर्को फेरिसकेछ। यस्तो पनि हुन्छ? होइन यो छोटे डनलाई एउटा सानो काम दिएको थिएँ, सारा गाउँले चाल पाउन गरेर गरेछ क्या। अनि आफू चाहिँ कहाँ गएको थियो त यत्रो दिनसम्म? कहाँ जानु नि काई साहब? यसो 2-4 दिन काठमाडौँतिर घुम्न गएको थिएँ। अब टेन्सन नगर्नु, यो कालु दादा आइसकेको छ। अब तपाईँको काम म गर्छु। ल तिमी प्रति विश्वास छ मलाई। आजदेखि यो काम तिमीले गर, अब पक्का भयो। ल